नमस्ते वेलकम टु मेरो मिनी डेली ब्लगमा तपाईँलाई स्वागत हुन्छ र म पनि सन्चै छु। यो लाइटले पनि एकदम मलाई सपोर्ट गरिरहेछ। आज चाहिँ हामी धेरै पछि मार्केट आएको छौँ। मार्केटमा चाहिँ हाम्रो दाइहरू अनि दाइहरू पनि हुनुहुन्छ। सो दाइहरूले चाहिँ हेर्दै हुनुहुन्छ सामान है। अनि लिइसक्यो दुइटा ल, यो दुइटा सामान लिइसक्नुहोस्। राम्रो रहेछ त यो 36 दिराम भनेको त धेरै राम्रो हो त। सो यो लिनुभएको छ। अनि हाम्रो चाहिँ आज भाडा सेसनमा आएको छ। अब अरू अरू गिफ्टहरू पनि उता उता जाउँ न, पर पनि राम्रो राम्रो सामानहरू छ, धेरै सामानहरू छ क्या। यहाँ दाइले अब नेपाल पठाउनु भन्नुहुन्थ्यो। अब मेरो त घर जाने आशै होला मात्र यस्तो छ, कहिले हो कहिले। अनि यहाँ यस्तो राम्रो राम्रो बास्केटहरू छ क्या। यो चाहिँ यस्तो बास्केटहरू, यो चाहिँ खजुरको पातबाट बनेको, खजुरको पातबाट। अनि फुलबुट्टा नि भरेको छ, फुलबुट्टा नि भरेको छ है। सो देख्न सक्नुहुन्छ हजुरहरूले। यस्तै छ। भिडियो त बनाउन आउँदैन कि, त्यही पनि अब अलिअलि रमाइलो भनौँ न, यस्तै छ। अनि यत्रो यत्रो चक्कुहरू छ। थाप्दाई ओ थाप्दाई हानिदिउँ क्या। यत्रो यत्रो चक्कुहरू पनि पाउँछ। यसकोतिर 60 दिराम रे। योभन्दा त नेपालमै 60 दिराम। यो त लगभग 5000 पनि पर्न जाँदो रहेछ हौ। अनि यस्तो राम्रो राम्रो कपहरू छ। यो चाहिँ दामी छ क्या, यो पिङ्क कलरको। तर हल्लिँदो रहेछ यार। यता यो ठिक लागेन मलाई। ओ यता सिसाहरू पनि छ है। घुम्दैछौँ अस्ति लगेज पनि लिएर आएको हो। वाउ, यो स्वाद सो प्रिति, कस्तो राम्रो हो। आयो छोरीहरूको लागि, सानो सानो नानीहरूको लागि चाहिँ राम्रो राम्रो बेगहरू छ। यस्तो यस्तो राम्रो राम्रो छ। अनि ठुल्ठुलो मान्छेहरूको लागि पनि छ होइन, ठुल्ठुलो अनि अलि ठुलो है। अनि यो चाहिँ हात्ती हो, एलिफेन्ट। सो यस्तो छ। हामी चाहिँ लगेज सेक्सन र ब्यागेज सेक्सनमा आएको छौँ। लेट्स सी, अब हामी त जान्छौँ। दाइ कहाँ जानु पऱ्यो भन्ने कुरा हो। अनि मेरो दाइलाई भेट्न जान्छ। यहाँ चाहिँ नाइफहरू, यस्तो के कटर भन्छ यसलाई। यो के कटर हो, कसैलाई थाहा छ भने भनिदिनु। यो के कटर हो दाइ? बोतल ए वाइनको, सरी अलिकति हो। यो चाहिँ लान मन थियो मलाई, कफी सेक गर्ने कुरा। होइन यहाँ रुममा चाहिँ क्या त्यो गर्नलाई, घुमाउनलाई यस्तो छ। अनि ल हेर्नुहोस्, यस्तो छ। स्पुनहरू दामी दामी स्पुन। मैले सुनको स्पुन देखिरहेको थिएँ मैले यहीँ, सुनको स्पुन। यहाँ हेर्नु दाइ, सुनको स्पुन, गोल्ड। यो चाहिँ गोल्डको स्पुन हो, यो सुनको, दुबईको सुन। अनि यस्तो छ। के भयो, चस्मा पुस्नु भएन होला नि त दाइको आँखा दुखेर भन्नुहुन्थ्यो। दाइले धेरैवटा किन्नु लाग्नु भएको छ यो अब नेपाल पठाउँदै भनेर। सो दामी दामी छ क्या, खतरा छ। ल यो चाहिँ अलि हेभी रहेछ दाइ, अलि हेभी रहेछ कि। हेर्नु नहेर्नु राम्रो वाला हेर्नु। म अलि त्यसो घुम्दै गर्छु अब, यस्तै छ है। ओके, सो लेट्स सी। अहिले हामी यो सेक्सनबाट चाहिँ अर्को सेक्सनमा जाँदाखेरि अर्को भिडियो बनाउँछु। सो थ्याङ्क यू फर वाचिङ।